हेलो साथीहरु नमस्कार है नमस्कार। आज म चाहिँ मेरो कम्पनीको वर्कसपमा आएको छु। ल हेर्नुस् है, हाम्रो वर्कसपको गाडीहरु हेर्नुस् नयाँ नयाँ छ। सबै फोर्कलिफ्टहरु, लोडरहरु अनि रोलर हो यो। अनि अहिले भ्याकेन्सी नि गइरहेछ नेपालमा गल्फ एसियाको। आउन चाहनुहुन्छ भने आउनु होला। एसओएस मेन पावरमा जान्छ यसको भिसा। हेर्नु म चाहिँ आज 1 घण्टा लाएर वर्कसपमा आइपुगेको छु गाडी बनाउन। मेरो गाडी यही हो है, मैले चलाउने गाडी त यही हो, जेसीबी फोर्कलिफ्ट। मिसिनहरु सिक्न चाहिँ कता साउदी आउनुपर्छ है साथीहरु, बेलायमा आउनु होला, मिसिन सिक्नु होला, आफ्नो भविष्य बनाउनु पर्छ। हाम्रो वर्कसप यो गाडी बनाउनु हो। यो मेन लिफ हो, मेन लिफ अपरेटरहरु नि आउनु होला। क्रेन छ, यो ठुलो क्रेन हो है। नेपालमा यस्तो मेसिनहरु पाइदैन, पाए पनि अब के गर्नु, चलाएर नि के फाइदा। नेपालमा 1 महिना सेलर दिन्छ, 10 महिना रोक दिन्छ, 3 महिना रोक दिन्छ। हामी फ्यामिली भएको मान्छेलाई हेर्नुस्। त्यही भएर विदेशतिर चाहिँ टाइममा सेलरी पनि पाइन्छ, राम्रो कम्पनी भेट्यो भने अनि काम पनि सिक्न पाइन्छ। हेर्नु नयाँ नयाँ मेसिन छ। मेरो युट्युब च्यानल छ, हेर्नु होला हैन। मैले हालिरहेको हुन्छु अपडेटहरु, नयाँ नयाँ गरेर हुन्छु। सब्स्क्राइब गर्नु होला। चिन्ता नबुझेको कुरो मलाई कमेन्टमा लेख्नु होला, भन्नु होला, म सुझाव दिउँला। नयाँ नयाँ ब्रान्ड न्यूहरु आइरहेछ गाडीहरु। मैले चाहिँ यो पनि चलाउँथे पहिला, मनिटो कम्पनीको हो, 4340004। अहिले त यो बिग्रेर आएर बसेको छ यहाँ। यो नि बनिसकेको छ, र कुनै दिन पछि यो पनि मैले चलाउनु पर्छ। यो बाटो रोड पिच गर्ने रोलर हो यो चाहिँ। यो चाहिँ हाम्रो मेन लिफ भन्छ है। यो चाहिँ अगाडि आएर चलाउने, यो माथि बसेर चलाउने चिज हो यो चाहिँ। यसमा नि अपरेटर खोजिरहेछ हैन, नेपालमा भिसा गएको छ भने मेन लिफ अपरेटर भन्छ। यो चलाउनलाई नि मान्छे खोजिरहेछ। बुझ्नुस्, मेन पावरमा गएर आउन सक्नुहुन्छ। बस ड्राइभरहरु नि धेरै आइरहेछन्, बस ड्राइभरहरु नि आउनु होला।